यो हेरेर यसो एउटा काँसाको थाल किन्ने पैसा खाता नम्बर 055389121516 मा हाल्दिए हुन्छ। साथीहरु हैन, अब हाम्रो पापा जस्तो चाहिँ यो संसारमा कोही छैन होला क्या। ल हेर्नु त यहाँ हाम्रो पापाले खाएको यहाँ थालै छैन हाम्रो पापाले खाने। अब मलाई हातैमा दिन्छौ, थालमा दिदैउ न। थाल नभएर हो कि के भएर? थाल सबै जिठो छ। बेजेत गर्नुभयो त होइन, तीनटा घरमा 100 भन्दा बढ्ता थाल होला। आफ्नो घरमा छैन सम्मल निकालेर। के को तरकारी पापा यो? कोदोको ढेँडो, माछाको सिकुटी, सुलु खोलाको असला माछाको सिकुटी। यो धने बजियाले ल्याइदिएको। धने भुजेलले ल्याइदिएको किनेको? फ्रीमै ल्याइदिएको? किनेको। कतिमा किन्नु आको? 2000 को ल्याएको। 2000 मा कतिवटा आयो? पेन्सिल 500 मा कतिवटा भयो लगभग? 7 वटा। एक सिलमा 7 वटा? एक सिलमा 7 वटा। तर सुलखोका माछा त सस्तो रहेछ त। मिसा फेरि यतै हो। भात पनि पकाएन, झोलमा पारे। त्यहाँदेखि बेलुकाको बासी झोल। बेचेर गर्न है भर्खर बिहानको डेमा। बिहानको चिप्यो न के? यही आऊ। माछाको सिकुटी। सिकुटी। ए ओइ अचार पनि थियो त। अचार चाहिँ पापा हातमा थाप्नु ल। अचार नि उहाँ हत्केलामा हाल्दैन अचार तपाईँलाई। थालै नभए जस्तो बेजेत हानिदिनु भयो। थालै सबै जिठो छ के भन्नु? कहाँ जिरो छन्? ल पापा अचार पनि थाप्नु त हातमा। अब के गर्नु? थोरै थोरै के गर्नु छैन अनि थाले। अब यो कसरी हटाउनु अनि अचार? हो त्यसरी। बरु त्यो पात टिपेर पातमा दियो। के को पात? दारको पात। काब्रो पात। मलाई त ए पर केराको पात। अस्ति चाम्रे खाए जस्तो। थाल नभएपछि यस्तो दुःख हुन्छ। विचार हाम्रो पापाको बिजोग। हेर्नु हेरेर सहयोग गरिदिनु होला है साथीहरु। यो हेरेर यसो एउटा काँसाको थाल किन्ने पैसा खाता नम्बर 055389121516 मा हाल्दिए हुन्छ। ल सहयोग गरिदिनु होला है, सबैले माया गरिदिनु होला यस्तो बिजोग हेर्नु। थाल नभएपछि एउटा काँसाको थाल मात्रै भएको कति मजा आउँथ्यो। ढेँडो एउटा छेउमा, चटनी एउटा छेउमा टक्क यहाँ राखेर यस्तो राखेर। यो चाहिँ उको होला, यो चाहिँ फलामको थाल होला। के गर्नु? त्यो फलामको थाल। ल सबैजनाले हाम्रो पापालाई चाहिँ सहयोग गरिदिनु होला है। त्यो एउटा काँसाको थाल। बोटोको नि स्टिल भए चाहिँ पापा? बोटोको नि होला। बोटोको त चल्छ। थाल चाहिँ